बुढा म त त्यहाँ भरे भात पकाउँदिनँ नि अहिले यहीँनिर टन्न खाएर जाने हो नि कस्तो खालको पकौडा हौ न नुन लागेको छ न मसला लागेको छ त्यही भनेको के खालको दही हो एउटा रसबरीको गेडा पनि हाल्न सकेन कस्तो त्यही पनि यो माइलाको छोराको बिहेको के आश गर्नु हेर त त्यो माइलोको बुढीले कत्रो सिक्री लगाएको चाहिँ तिमीले लगाएको छु त नि यो 150 को 2टा आउने त हो नि त्यसले पनि त्यही लाग्यो होला त हुन्छ चाहिँ अस्ति टिकटक बनाएर हालिरहेको थियो बुढाले किन्देको तिमीले त मलाई गफै हानेर बिहे गर्यौ नि खाना खा अहिले मस्की खाना भोलिदेखि त तेरो टाउको खाइहाल्छ नि यसले के अरे ए भोलिदेखि टाउको मालिस गरिहाल्छ नि देउनीले बेहुलाको भनेको क्या बुझ न तिमी बेहुला बेहुलीलाई 1000 रुपियाँ दिनु पर्यो हौ यत्रो पैसा दिन आँटेको जाऊ खाम लिएर आऊ खाममा 20 रुपियाँ हालिदिनुपर्छ यत्रो यसले त केही पैसाको मतलबै छैन यार यत्रो दुःख गरेर कमाउँछु उसैको लागि यो त कस्तो खालको हो के भएको तिमी अरूले आफ्नो बुढीको कति टिकटक बनाइदिन्छ मोबाइलसँग यहाँ टिकटक बनाउँछु अनि के त जाऊ रेडी हो हो ल उठ जाएगा